पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भ्रम पार्ने एउटा धब्बा जस्तो केही पनि देखिएन। सूर्यले पश्चिमतर्फको पर्वत पछाडि आफ्नो मुख लुकाए तापनि तिनको लाली कालो पहाडका टुप्पाहरूमा फैलिन गएको थियो। खोला आफ्नो अविराम गीत गाएकै थिए। उनीहरूलाई जगतको चिन्तामा केही रस अनुरक्ति थिएन। धमिलोपना अन्धकारतिर डुब्दै गइरहेको थियो। मधेसबाट आउन लागेको एउटा यात्रीले यौवनको सिडीमा खुट्टा अडाई घरको द्वारमा उभिएकी सानीसँग सोध्यो, यहाँ वास पाइन्छ? कुन्नी आमासँग सोध्नुपर्छ। आमा, तिम्री आमा कता छिन्? को हुन्? मैले त चिनेको छैन, कोसँग सोध्ने? अनि आमा, ए आमा! पुष्ट कण्ठबाट निस्केको मिठो र तीव्र स्वर पर्वतको कुना कुनामा पस्न गयो, तर कोही पनि आएन। एकैछिन प्रतीक्षा गरेपछि